ल यो नि जान लागेको हो, यो लाउरे नि जान लागेको फुल स्पोन्सर। अर्को लाउरे ल त नि इस्माकोटको लागि निस्क्यौँ हामी। तर के गर्ने, हामी टाढा टाढा घुम्न जाँदा यस्तो हुन्न, रमाइलो हुन्थ्यो है। यति भयो नि त धेरै रमाइलो हुन्थ्यो नि। बाटामा आफ्नै पाराले टिकटक बनाउनु हुन्थ्यो, आफ्नै पाराले खाना हुन्थ्यो, आफ्नै पाराले गफ गर्न हुन्थ्यो। के गर्ने छैन। ल हाम्रो पुलको गाउँघरतिरको पनि छुट्टै मजा छ। भयो केटाउले रन्काउँछ नि यार, के बुढो भइयो क्या है। ए भइया छैन बरु त भर्खर 20-22 हो, 20-22। सबैभन्दा अप्ठ्यारो बाटो, अप्ठ्यारो गौडा होइन यो, अप्ठ्यारो गौडा भन्ने हो। तर अहिले त धेरै सजिलो भएछ। केटाउले हुँदा छ नि। साधन भएपछि गाउँघरमा पनि जाऊँ न त, यताउता भन्न होइन। आन्टीलाई लड जानुपर्छ क्या। किन अब हावा कुरा गर्छु तिमी फेरि बेला बेलामा। होइन थियो मलाई त यसो एकछिन बसेर आमालाई भनेको थियो, राजालाई पनि भनेको थिएँ। चस्मा लगाइस्यौ, चस्मा लाऊ चस्मा। ए माटो नि केटाहरूले के गर्छन् यार। ठाडोगाको पिज हो त, ठाडोगाको पिज हेर त्यसले। है कहिले कहाँ होइन। त्यति बेला आफन्त कहाँ जाने चलन थियो कि।
अँ 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 वा छोय ओके त्यो वाटरप्रुफ भएर आमा सन्चै हुनुहुन्छ भनिदिनु पानी माथि छ भने त राजन यस्तो रन्काइदिनु पर्छ क्या उठाइ उठ उठाइ उठ हुन्छ कता हो यता ओइ
हो ओए माटन के हो हो र अफरोड मनाङ मुस्ताङ त भेरी इजी हो क्या मान्छेले भन्छन् नि मनाङ भेरी इजी हो मनाङ ल टप अफ द इसमा नेपालै त नभनौँ पसिना पसिना खतरा आदित्य कोटकोमा ठुलो भ्यू जानु ठुलो ठुलो यताबाट जानु होला त्यहाँ सिँढी बन्दैछ नाम टिप्ने दादा बिहानै आउनु पर्ने रहेछ किबी फल लागेछ त्यसलाई उकेर लाउँदैछु पूजा गर्न उत्तर मान्यता थिएन अब यिनीहरूको सन्तानले अब गाउँमा गएर अब केही माग्यो भने ठ्याक्कै दिइहाल्नु पर्ने यिनको मौजात छन् ठाउँ ठाउँमा खेत अब यहाँ कान्छुला जो यिनी दुई भाइ हुन् एउटा दुर्गानाथ एउटा इन्द्रनाथ इन्द्रनाथ र दुर्गानाथ हुन् तिनीहरूले अब यहाँ बुढोबाबुले गरे एउटा छोरा जन्मेको भएर एउटा छोरा कान्छीनाथ बुढोबाबुले चाहिँ गरे त्यहाँ पछि इन्द्रनाथ ड्युटीतिरका छोराले गरे पछि पनि दुर्गानाथ मरे जेठा इन्द्रनाथ अहिले 3-4 वर्ष जति भयो बल्ल मरेको ल नाचम कस्तो नाच्ने एउटा भिडियो गरिदिनुहुन्छ उ कहाँ त टिकटकै छैन त कस्तो लाग्यो एकदमै रमाइलो अनि एकदमै के भन्छ अविस्मरणीय एउटा चाहिँ नि हाम्रो आजको दिन भयो ल धन्यवाद मित्रहरूलाई तिमीलाई कस्तो लाग्यो एकदम रोमाञ्चक ल गुड ल वाचमा तिमीलाई कस्तो लाग्यो मलाई एकदम रमाइलो लाग्यो के भइदियो हुन्थ्यो जस्तो लाग्छ अझै दुइटा नाचेर टिकटक बनाउन पाएँ अझै यो मन एकदम खुसी हुन्थ्यो तिमीलाई के लाग्यो मलाई राम्रो र रमाइलो लाग्यो गाइस आउनु होला हजुर ल दाइ यो ठाउँ एकदम राम्रो रहेछ हैन फेरि पनि आउने छौँ यहाँ चाहिँ अलि विकास गरेर टक्क राम्रो गरौँ न यसचोटि मेरो 3 चोटि भयो पहिला भन्दा अलि धेरै राम्रो भइरहेछ अब यो भन्दा अझै राम्रो बनाउँदै गर्नु होला मैले हजुर नेक्स्ट टाइम मलाई एकदमै राम्रो लाग्यो यहाँ अलि अझै व्यवस्थित गरेर अनि बाटो नि अलिकति सजिलो बनाएर यहीँसम्म सर आउने भयो मान्छेहरू अलि हिँड्न अल्छी गर्छन् आजभोलि सर आउँथ्यो होला होइन त्यहाँ गेटसम्म मान्छेले अलि त्यति धेरै फेसिलिटी खोज्छन् क्या ठिक छ आफ्नो ठाउँमा भएको यतिको लागि चाहिँ देखाउनु पाउँदा